नमस्कार सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज हामी बेसिक फुड हाइजेनिक पार्ट 4 मा रहेर टाइप अफ हाजर्ड भन्ने विषयमा छलफल गर्दछौँ। कुनै पनि किसिमले फुडलाई दूषित पार्ने र मानिसको स्वास्थ्यलाई असर पार्नलाई नै हामी हाजर्ड भनिन्छ। अनि सामान्यतया 4 किसिमका हाजर्डहरू हुन्छन्, जसमा पहिलोमा रहेको छ बायोलोजिकल, दोस्रोमा रहेको छ केमिकल हाजर्ड, र तेस्रोमा रहेको फिजिकल हाजर्ड, र चौथोमा रहेको छ एलर्जिक हाजर्ड। बायोलोजिक हाजर्ड भन्नाले कुनै पनि ब्याक्टेरिया, भाइरस वा प्लास्टिक अथवा फङ्गी जस्ता माइक्रो सूक्ष्म वस्तुहरूले खानालाई दूषित पुर्याउनलाई नै बायोलोजिकल हाजर्ड भनिन्छ भने केमिकल हाजर्डमा हामी जान्दछौँ, जस्तै कुनै पनि किसिमले खानामा केमिकल मिसिनु, पेस्टिसाइड गर्दा वा कुनै क्लिनिङ गर्दाखेरि हाम्रो खानामा गएर खानालाई दूषित बनाउनलाई नै हामी केमिकल हाजर्ड भनिन्छ। भने फिजिकल हाजर्ड जस्तै हाम्रो फिजिकल चिजहरूले हाम्रो हेयर, कपाल, नङ, कुनै पनि फिजिकल वस्तु मेटल, ग्लास जस्ता चिजहरू खानामा पर्यो भने, खानामा भेटियो, त्यो पढेर खानालाई दूषित बनाउनेलाई हामी फिजिकल हाजर्ड भनिन्छ। भने चौथो नम्बरमा रहेको छ हाम्रो एलर्जेनिक हाजर्ड। एलर्जेनिक हाजर्ड भनेको केही मानिसहरूमा विशेष किसिमको एलर्जिक हुन्छ, जो खानाको इन्ग्रिडियन्ट्सले गर्दाखेरि हाम्रो व्यक्तिहरूलाई एलर्जिक बनाएर बिरामी बनाउन सक्छ, एलर्जिकलाई रिएट्याक बनाउँछ। जस्तै ती फुडहरू एग, पिनट, नट्स, सी फुड जस्ता वस्तुहरू छन्। 14 किसिमका हाम्रा एलर्जेनिक फुड छन्। ती फुडहरू फेरि विस्तृत रूपमा जानकारी बनाउला। त्यसैले आजलाई हामी धेरै छोटो बनाउँछौँ। त्यसैले फुड ह्यान्डलरले फुड हाजर्डको पहिचान गरेर त्यसलाई रोकथाम गर्ने र त्यसलाई सेफ तरिकाले सर्भ गर्ने फुड ह्यान्डलरको जिम्मेवार पनि पर्दछ। जस्तै यस्तै इन्फर्मेटिभ भिडियोहरूलाई बनाउन जाँदैछु। मलाई सहयोग गर्नुहोला, लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरेर सहयोग गरिदिनु होला। हजुरहरूको मायाले नै म अगाडि बढ्न सक्छु, होइन भने म भिडियो बनाउने राख्ने मात्र हुनेछु। हस्त धन्यवाद। आजलाई यति नै, फेरि भेटौँला।